हेलो गाइस, गुड मर्निङ देवघाट। नारायण देवघाट। अहिले चाहिँ हामी देवघाटको भ्रमण गरेर फर्किँदैछौँ। सो देख्न सक्नुहुन्छ देवघाट। अब हाम्रो देवघाट पछि कहाँ अरे मामा? चितवन सौरा। लेट्स गो। कति फुल होला के यो? कस्तो होला? आन्टीहरू फोटो खिच्नमा एकदम रेडी हुनुहुन्छ है? देस्ता ओके गाइस, अब हामी भेट्नेछौँ चितवन सौरा। कस्तो राम्रो राम्रो क्युटी। गाइस हामी चाहिँ यहाँ जान्ने ल हामी चाहिँ अटोमा पनि चढिसक्यो। अब हाम्रो अटो पनि जान्छ यहाँदेखि चाहिँ अटोमा चढ्नु पर्दैछ। सो हामी चाहिँ चितवन 300 पनि छैन। कन्सलको हामा नि त सिधा गाडी केवल कारमा प्याक हुने रहेछ अटोहरू चाहिँ। भन्नु छ नि केहीमा सजेर चाहिँ 5 जना बाटो चाहिँ खत्रै रहेछ है। आज नाले यस्तो गाइस नतानेपछि दौडिनु परेको छ। हामी नेतै बस्छु छ। काजलपुर जान्छ यस्तो छ हालत बाटो हालत है। यता छैन आउनु के जसको भयो नि आउनु पछाडि बस्नु के आउनु के तपाईँ पनि आउनु त मिलेर जाम। अब बाटो अलिक अप्ठ्यारो रहेछ कि तल हिँड्नुपर्छ। भाउ सुस्तै होइन र अनलाइनको 7 दिन सस्पेन्ड हालिदिन्छ थाहा पाउँछ फेरि साला झन् रफ्तार हान्छ।
एकछिन हुन्छ उहाँहरूको हुन्छ नि त जसो तसो चढ्यो नि होइन साथीको तानेन भनेर साथ दिन आएको बुझी उहाँले त्यो भएर पो त मेरो मान्छेले मलाई माथि लाग्छ फोन गरे होला नि अनिखेरि उनीहरूको नम्बर हुन्छ फोन गर्नुहुन्छ कि कन्ट्याक्ट हुन्छ नि त यस्तो धुलो जान हालत हेर्नु त्यस्ता कारले पनि ताने छैन इधर हो सके इधर अरे नंबर ऐसे आले 23 नंबर 23 को लगभग गेलो ना कालो गाडी हो ए नम्बर भन्नुभयो के अब चाहिँ हामी यहाँबाट थोरै माथि हिँड्नुपर्छ धुलो खत्तम धुलो खायो यो मान्छेले हेर यता हेर्न चिन्नु भएको खै यो धनी मामा भयो साथीहरू माथि पनि पुगिसकेको छ अब यो त अब यहाँ चाडेर त यो त सिधै भयो बाटोलाई त्यही घुमाएर रहेछ के अरे बेरमा के पऱ्यो माकामै नगर नि गाड्दिन हिँडाउनु छ र मुनियाले नाङ्ला लेसीमा काम नजम्नु गुरुबा लेसी जे जैसे चाहिँ हिँड्नु सिधै अरे टुबु आमा कति चढ्यो तपाईँ ल्याउनु कहिले म यहाँ चार सक्यो हाम्रो पनि गर्नु दिनु न के ल्याएर के हार्छ के गर्नु त होइन यो नो मोबाइल कति भयो यसको आधी भयो यसको यसको 70 भयो होला 70 भएपछि त पुगेको नि मुला ओहो जस तिम्रो अहिले के म चार्ज गएको साथीको अहिले गाइस हामी चाहिँ अब यहाँ मन्दिर आइसकेको छौँ कुन मन्दिर हो आई डोन्ट नो तपाईँ अटोमा आएको हो कसरी कति चढाउनु भयो त हामी फर्स्ट टाइम को थर्के भएर आइसक्यो आइसक्यो ए पातलो ज्याकेट पनि फुकाल्ने बेला आयो अब त घाम पऱ्यो नि त कतारी घुम्नु जाने यो मन्दिर पछि जब चाहिँ हामी आइपुग्दा भइसक्यो यो चाहिँ मन्दिर पर्दैछ हामीलाई Tapi siapa saja mana mengalah?
जाऊ ल मौला कारिगर हो यस्तो रमाइलो भएछ मन्दिरको नाम चाहिँ मलाई थाहा भएन तर एकदम राम्रो छ एकदम राम्रो लाग्यो फोटो खिच्दै हुनुहुन्छ उहाँ क्यामराम्यान उहाँ A few moments later. So guys, अब हामी चाहिँ मन्दिर गएर फर्किसकेका छौँ दर्शन गरेर अझै माउला त त्यो चाहिँ खिच्नु पर्ने ल अब हामीहरू चाहिँ अटो ड्राइभरले कुरिरहेको छ हामी चाहिँ भाग्नु पर्ने खोइ कुस कान हामी चाहिँ अब दर्शन गरेर मोबाइल कभर कुन राम्रो है मोबाइल कभर खोइ दङ नम्बर आना 24 हो अब त्यही छ कुरेर बस्नु पर्यो यताबाट हामी धनगढी गएन नि त ए ल जाम हामी त धनगढीमा आएको जाम है गाइस जाम 23 नम्बर हाम्रो चाहिँ अटोको अटो नम्बर 23 नम्बर दाइ आउनु भएको थियो माथि गइसक्यो फेरि गाइस यही हो कुरो ओ हाम्रो त्यहाँ तल अटो पार्किङ अप डाउन एकजनाको 350 वा अघि चाहिँ यस्तो थियो सरसफाइ हल्का सरसफाइ भएछ अब हामी तल गएर के गर्ने त नास्ता खाने हामी त खास हात्ती चौर नआएको कि अब हात्ती अब चौरमा सो अब चाहिँ हामी अटो पार्किङमा आइसकेका छौँ ल 33 नम्बर हाम्रो अटो 23 सरी 33 भनेपछि ल 23 नम्बर ल 23 नम्बर सुके झऱ्यो कि तपाईँ पनि हतारमा हामी पनि हतारमा ल मेरो स्काई बस ल्याऊ न ल अब चाहिँ हाम्रो 23 नम्बर अटोहरू
ओ छ उतै बस्ने उतै त्यो ब्याक गर्नै रहेछ फर्काउनु रहेछ हस् हस् ल गाइज अब हामी तलै गएर भेट्नेछौँ तलै गएर बाई सो गाइज हामी चाहिँ बसको पार्किङमा आइसकेको छौँ फेरि पनि यही हो हाम्रो बस हो लाग्छ फेरि बिहान यसो हाम्रो बस यति लाभ हो पछाडि सिट पुरै खाली हामी यति आइसकेको छौँ बाँकी आउनु छ खलासी चाहिँ ढेमङ टाइम ल्यायो त ड्राइभर मान्छ स्टाफ गर्नु पर्यो 2 hours later. हाम्रो चाहिँ खाने कार्यक्रम होटेलमा त्यही त फेरि प्रहलाद बाबु हामी पनि एक भगान यहाँ चाहिँ हाम्रो खानपिन डब्बा त्यही मलाई एउटा गाइस अब हामी चाहिँ यहाँबाट खानासाना खाएर निस्किसकेको छौँ अब हामी चाहिँ यहाँबाट निक्लेर उता सौरा 2 hours later. 10 मिनट घुम्ने है यस्तो है हाम्रो दुईटा रुट छ लामो दुरी छोटो दुरी छ है छोटो दुरी भनेको तपाईँको उयो के अरे त्यो माथि अलिक माथि त्यहाँसम्म गएको 250 एकजनाको होइन लामो दुरी भनेको तपाईँको त्यो तालबाट उता छिराबाट तपाईँको उता कुमार गरिदिनु लास्टको उहाँ तल त्यहाँसम्मको 500 कुन चाहिँ जानुभयो त्यो अनुसार जानुको छोरी दुरी जान्छ छोटो जानुहुन्छ लामो कति मिनट हुन्छ छोटो तपाईँको 3-4 मिनट हुन्छ लामो 8-9 मिनट हुन्छ छोटो यो पुल तलेर जान्छ यता माथि गर्नु होइन त्यति गर्नु हो त्यही छोटो दुधलाई 200 गर्दैन अब हामी चाहिँ यो डुङ्गा चढ्ने भयो जाने भयो कि त्यो ढुङ्गा नभयो दुई ग्रुप जति हुन्छ मलाई ज्याकेट हो त्यसमा ल ज्याकेट पाम लाम है ज्याकेट यो पर्यटन बोर्डले गरेको हो डिसिजन हो ल मलाई रेट देऊ रेट मलाई त जुन लाए पनि सुहाउँछ होइन
मलाई देखि लाइभ पनि चल्छ टक्क जाम्ला खेल्नु मिल्दैन ल गाई जब हामी चाहिँ चढ्यौँ सर ल ड्राइभर सिट ल सेकेन्डमा बस्यो नि त घडप्प बस्यो घडप्प लाग्यो सर पानी जहाज है सानो पानी जहाज यति हामी चाहिँ ड्राइभर ल आऊ केटाहरू चाहिँ त्यता म त अस्ति यस्तो चलाउने खालि पनि खेलेको सक्छ के ल भेना रानी ठर्के भेना आजका टगन न खाना होला दे त दे काशी अब न होला काशी अझै काशी दे के चन्द्र खेर चन्द्र नि सिटले छ अझै दुईटा छ के एउटा अझै एउटा हाल्ने भाइ मिला भेना र ओ दादा ल अझ तावा यहाँ हेर ड्राइभर सिट हो अझ पर्वा छिटो हाम्रो चलाइहाल्ने हो के अब पर्वा प्लेयर पुच्छर लाउँदैन नि यार प्रकाश आइयो खेल्न लाग्यो हामी कतिजना गयो 2 4 6 7 मोबाइल चाहिँ अलि राम्रोसित जानुहुन्छ हैन हजुर हैन कति कति जान्छ सबै चढ्छन् भन्ने पनि छैन नि ल एकजना आउनु पर्यो यहाँ प्रकाश ल छिटो आऊ भेना रानी ल 8 जना हाल्नु हो र यहाँ म अगाडि आएर अगाडि ड्राइभर बस्ने भनेको म त खलासी भइहाल्यो नि म पैसा दिनु म जान्छु त्यसो भए यहाँ बस्छ न यहाँ बस्छ ल ल ल ल म चाहिँ यहाँ ड्राइभरको पछाडि है 8 जना म 8 जना हाल्छु त ल हामी त लाग्यो बाइ बाइ गाइस ओ चञ्चल सर खै भिडियो ए भिडियो गर भिडियो यता ल अहिले सुरु गर्नु भइसकेको छ हाम्रो ओके सुरु भयो लेकिन मजा आएगा भेडू अच्छा से रहना राम्रो बनाऊ भिडियो म हिरो आउनु पर्यो कि लास्टमा के विभागको पानी जहाज चल्यो है हाम्रो के विभागको पानी जहाज हो कि हैन नि यो यसमा चाहिँ धुवा फाल्दैन रहेछ ओ यो त हो धुवा फाल्ने यो त आइज ल धुवा फाल्ने त्यो रेडीमा यो हातले चलाउने खाले खेलेको हामी फर्केर आउँदा पनि हिँड्नै बाँकी हुन्छ क्या पेट्रोलले हो कि के हो र ल माछा पनि हेर है माछा त छैन होला यसमा के यसमा गोही छ भने हैन छैन गोही के छ डल्फिन छ केही छैन डल्फिन छ भन्ने कुरा सुनेको ल चल्यो हाम्रो अब स्पिड ल 3 2 1 गो पहिला इन्जिन तताउनु पर्यो नि बिस्तारै गाडी पनि त्यहाँ बस्नु पनि वाक्क भन्छ निमेषै तात्तिनु पर्यो रे तात्तिँदैछ है गाडी छ तात्तिँदैछ तेल तात्तिँदैछ सरर अब यो अन्तमा तेल तात्तिँदै पाक्छ अहिले हजुर गाडी गाउनु भयो तपाईँहरू ल है पिङ खेल्यो पिङ सरर हावा चाहिँ गाडीमा हिँड्दा भन्दा झन् आनन्द हुँदो रहेछ त गाडीमा हावा पनि सरर खान पायो है
पानीले बोटा एउटा हो पहिलो पटक नारायण घाटमा गाडी घुमिसकेको छ घुमाएको बाटो नि छैन मैले त त्यस्तो डुङ्गामा अनुभव पनि गरियो रमाइलो हुँदो रहेछ नारायण घाटको फेवातालमा यस्तै पानी छ नि त्यसमा त्यही त नारायण घाटको बने भयो नारायण तालमा हामी ल गाइस हाम्रो त पुग्यो है खाउ आइसक्यो हाम्रो त उनीहरू त त्यही रोकियो है सकियो बसेको त ओराउँदा आमु है के भयो त्यो बिचमा हजुर त्यो बिचमा के भयो बिच भएको के भयो माछा होला च्याप्पै छोपेर है यसमा ठ्याक्लकै हाल्नुहुन्थ्यो ल्यायो